नमस्कार। आज तपाईहरुलाई म अष्टाङ्ग योगको विषयमा छोटकारीमा जानकारी दिन गइरहेछु। अष्टाङ्ग योग भनेको के हो त? अष्टाङ्ग योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान अनि समाधिको 8 वटा यो क्रियाहरूको एउटा समूह हुन्छ, जसमा पनि अनेक किसिमको क्रिया, उपक्रिया र प्रक्रियाहरू हुने गर्छ। आज छोटकारीमा बुझौं। यम भनेको ब्रह्मचारित्वको पालना गर्नु हो। नियम भनेको आफूले आफूलाई अनुशासनमा राख्नु हो। आसन भनेको हामी उठ्ने, बस्ने, हिँड्ने एउटा प्रक्रियालाई आसन भनिन्छ। यसको सहायताबाट हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न सक्छौं। र प्राणायाम भनेको श्वास प्रश्वासको क्रियाहरू हो र यसको सहायताले हामीले चित्त मस्तिष्कलाई शान्त बनाउन सक्छौं। र प्रत्याहार भनेको मनमा सन्तोष जगाउनु हो, कुनै पनि इच्छाको जन्म नदिनु। धारणा भनेको आफ्नो 10औं इन्द्रियलाई आफ्नो इच्छा अनुसारले एक ठाउँमा ल्याएर राख्नुलाई हो। र ध्यान भनेको जागरुक अवस्था हो, यसमा जागरुक भएर खोज गरिन्छ। र समाधि भनेको आफ्नो आत्माको दर्शन गर्नु हो। नमस्कार, धन्यवाद।